भयो हाम्रो अर्को राइड मेरो अर्को भ्लगमा यहाँलाई स्वागत छ। सबैलाई नमस्कार। मेरो अर्को भिडियोमा अब होइन हाम्रो लाइफलाइन अछामको चौथो श्रृङ्खलामा पाँचौं श्रृङ्खलामा हामी चाहिँ कालुपाण्डे डाँडामा सरसफाइ अभियान हुँदैछ। कालुपाण्डे डाँडामा सरसफाइ अभियान हुँदैछ। अब धेरैले भने तेरा दाँत कहाँ लाग्ने कहाँ काम लाग्ने भनेर अब यो कालुपाण्डे डाँडामा मेरो दाँतको लागि चाहिँ अब यहाँ सबै व्यवस्थापन गर्ने तयारीमा छौँ होइन। त्यही हो। अब चाहिँ हामी अब अर्को डेस्टिनेसनतिर फोर्सर सङ्कलनतिर लाग्यौँ। हस्, धन्यवाद। यो त भिडियो मात्र। ल, सुरु भयो हाम्रो अर्को एपिसोड सुरु भयो। सरसफाइ अभियान लाइफलाइन अछामको अर्को एपिसोडमा सुरु भयो अब हाम्रो कालुपाण्डे डाँडामा फोहोर सङ्कलन सरसफाइ अभियान। सबैजना जाँदैछ डाँडामा। हेरौँला कि भेटिन्छ कि भेटिँदैन फोहोर। सल्ल्याडीमा फोहोर टिपाई। त्यही छ। यहाँ धेरै फोहोर छ यार। आएर पनि राम्रै भयो यतातिर। मेरो घर यो फोहोर अब एकछिनमै क्लिन भएको तपाईँलाई फेरि देखाउनेवाला छ। नेचुरल हावा। हावा होइन, गाडी कुदिरहेको छ त यहाँ गाडी। फेरि अर्को डेस्टिनेसनमा अर्का ठाउँ मोजा खोलेर क्या पो यस्तो भइरहेछ। तिम्रो त खुट्टा पनि केटीको बराबर छ। तिमीले केटी पसलमा जानुपर्छ लुगा किन्नलाई। जुत्ता लेडिज सुज हो। हरेक जुत्ता लगाए म केटीकै जुत्ता लगाउनु पर्छ कि सबै जुत्ताहरू। तिमीलाई पनि बा आमाले कुन दिन के खाएर जन्माएछ यस्ता खुट्टा निकाल्नलाई त यार। धेरै राम्रो खुट्टा हो। जिस्क्या नि यसो जिस्किन मिल्यो। सुपरभाइजर त्यहाँ पुग्यो। अनि यो आइज सबैजना अब तल जाउँ। तलबाटै
हेर्नुहोस् फोटो हेर्नुहोस् हेर कति पर्छ। भिडियो सिनेमेटिक सट हेर्नुहोस्। लाप्लान अछामका मेन खम्बा यिन दुईजना गणेश भान्जा र सुनिललाई। बोल्नेवाला पनि अलिअलि पछाडिको चाहिँ हो। खुट्टा होइन भान्जाको दाल खाने होइन फेरि खुट्टा कमाउने मान्छे। खुट्टा कमाउने म पनि पर्दैन फेरि खुट्टा चाहिँ जम्मिदो राख्ने मान्छे होइन। अब इन्दातको चाहिँ कालु पाण्डेको फोहोर सफा गर्नमा चाहिँ काम लाग्नेवाला चाहिँ भान्जाले चाहिँ अब गर्दैछ। कहीँ तेरा चाहिँ तलु मन जाला विचार गरे बरु तेम्बो हे मन जाला कहाँ फाली चुको खाइरा रहेछन् कडा छ ठाउँ है ठाउँ कडा छ। त्यस्तै छ डान्स सिकाउने को हो त टिचर त हुनु पर्यो। ल अब अन्तिम चरण इन्डिङ हो होइन। अब बोक्या मैले अब कानु त यिनी अब अन्तिम चरणमा सकिने एपिसोड हो होइन। अब बोके लाप्लान अछामको लास्ट हो सकिने एपिसोड। अब भ्लग पनि लास्ट सपोर्ट गरिदिनु होला होइन। बड्डा भ्लग्स हो मेरो भ्लग्सको नाम बड्डा भ्लग्स हो। ल सबैजनाले सपोर्ट गरिदिनु होला होइन। अब बोकेर जान लाग्छ के हामी यसरी देखाइदिउँ माथिसम्म बिचारा। बड्डा भ्लग्सलाई सबैजनाले सपोर्ट गरिदिनु होला। मेरो भ्लग्सको नाम बड्डा भ्लग। आउने रमाइलो गर्ने फोहोर आफै सङ्कलन गरेर लगेर जाने सफा गर्ने। म दाइको गेटो चाहिँ ठिक लाग्यो। यहाँतिर मैले सल्लाह गर्ने म एक्लै होइन।